के पर्दैन आज माननीय श्री सरोज कुमार यादव बारा प्रदेश सभा सदस्य मध्य प्रदेशलाई माननीय प्रदेश प्रमुखज्यूले मध्य प्रदेशको मुख्यमन्त्री पदमा नियुक्ति गर्नुभएको छ। म यो नियुक्ति चाहिँ ह्यान्डओभर गर्न मान्यजीलाई के पर्दैन दाजु पनि अर्को गोली आएको सबको गाडी चुनौती लाग्छ तपाईँका एजेन्डाहरू के छन् र देशका समृद्धि र विकासका लागि? सबभन्दा पहिला धेरै धेरै धन्यवाद छ आज हाम्रो कार्यक्रम आइदिनुभयो। चुनौतीहरू त यहाँ धेरै छन् तर हामी सबै दलसँग साथ किनभने हाम्रो एकल सरकार पनि छैन सबै दलसँग सहकार्य गरेर सबै चुनौतीको समाधान गरी जुन भ्रष्टाचार भइरहेको जतालाई पनि भ्रष्टाचारीले पनि कारबाही गर्दै अनि एउटा राम्रो म्याप रोड बनाएर हामी सबै दल मिलेर अनि के भएछ तपाईँहरूको बिचमा सहमति खासमा यो दलहरूको बिचमा मन्त्रालयको बाँडफाँडको विषयमा? अहिलेसम्म कुनै मन्त्रालयको बाँडफाँड भएको छैन। पहिला हामीले मुख्यमन्त्रीको नियुक्ति लियौँ त्यसपछि शपथ ग्रहण हुन्छ त्यसपछि हामी मन्त्रालयको बाँडफाँड गर्छौँ। मन्त्रालयको संख्या यथावत छैन अहिलेसम्म त उत्तिकै छ 10वटा छ अहिलेसम्म 10वटै नै रहन्छ। ढिला किन भएको हो यो मन्त्री बाँडफाँडको विषय लिएर? होइन त्यो त ढिला चाँडोको कुरा होइन। पहिला हामीले सहमतिबाट नै मुख्यमन्त्रीको नियुक्ति लियौँ अनि त्यसपछि बसेर छलफल गरौँ त्यसमा हामी दलका नेता पनि राखेर छलफल गर्छौँ। कतिजनाको समर्थन छ तपाईँ? अहिले हामी 63 जना मान्यजीको समर्थन छ। दोनों साइड बना रहे हैं ज्यादा रुको सर कुर्सी त थप्नु पर्छ नि त भाइ तपाईँ ऊ हाम्रो